हेलो साथीभाइ नमस्ते एन्ड सेवारो है। अन्त आज चाहिँ म चाहिँ पारी जाँदैछु है। अब पारी कहाँ तपाईँलाई हेर्दै जानुहोस् होला टोइटोरीको बट्टी। अन्त साथीभाइ हो हामी चाहिँ अहिले सिमुले राख्छौँ भनेको है। दाजु मलाई त चिन्नै भयो होला के पो भन्दै फेरि एकताल डाइरेक्ट दिनु न। राईको छोरा मङ्गरको नाति लेप्चाको ज्वाइँ हो। बाजे पनि भइ नै सकेको छु। अन्त एकछिन यहाँ चाहिँ हामी चाहिँ मेरो चाहिँ मजामा काम थियो त्यही भएर राख्थेँ हो। यो पालि चाहिँ हाम्रो गाउँै साथीभाइहरूमै विरक्त देख्दो रहेछ। बिराट त यस्तो भतिस खास प्लेस त मलाई त्यस्तो मनपर्छ। अलि एउटा मात्रै हुनुपर्छ घर चाहिँ क्या हामी हुन्थ्यो नि हजुरले। यो त प्लेस भनेको नि खास सुनसान एउटा मात्रै हुनुपर्छ त्यो घर चाहिँ क्या। मेरो मात्रै त्यहाँनिर घरमा चाहिँ ढुक्कै लाग्थ्यो म। यस्तो ग्यादरिङहरू मन पर्दैन नि भनेपछि म त मङ्की परिको के हो? मङ्की किङ हो नि त। किङ कङ मङ्की किङ हो गोरिल्ला है। हुन्छ अब लाग्दो है लाग्दियो। हेरौँ साथीभाइ यो पालि चाहिँ मजा है। मजाको फेद आइपुग्यौँ। यहाँबाट पनि सर्टकट छ कि हामी यहाँबाट गएर चाहिँ छिटो पुग्छौँ। हाम्रो गाउँ उहीँ परिभेट्छ हो। तर अब के गर्नु है बाटो राम्रो छ यसो होइन सिद्ध। अनि तर यहाँको त बाटो राम्रो छ। साथी पनि त फेरि रिसाउँछ हो। हाम्रो बाटो चाहिँ खत्तम छ त्यही भएर अलिकति यसो ट्रेनिङ दिँदै गर्नु पऱ्यो नि हिँड्नुको लागि यसलाई पनि साथीलाई। हो सिद्धाको ताल पनि देखेँ त। यो खोला छ तपाईँको सिमुन्ड्यारा र मजाको बिचको सजी खोला है। सजी खोला हो। यहाँबाट चाहिँ छुटेको छ यतापट्टि सिमुन्ड्यारा उकालो मजा है। हेर्नुहोस् होला अन्त यो चाहिँ हो यहाँनिर निनीहरूको होमस्टे स्मृति होमस्टे भनौँ न बहिनीकै नाममा छ। मजाको छ यहाँनिर जग्गा। यसो तपाईँहरू घुम्नु आयो भने आउनुहोस् होला यहाँनिर होमस्टे अभाइलेबल छ है। यहाँ पर पनि होमस्टे बनाएको हो कि है। हो त होमस्टे तर यहाँनिर दामी छ। हामीले भनेको सिमराई खोज्नु यहाँ हजुर सानो हुन्छ त्यहाँनिर क्यामुना फल्छ त्यस्तै हो। सानो त हुँदो रहेछ ठुल्ठुलो भएको मजा हुँदै हो। सानो कुराहरू मन पर्दैन नि त मलाई। सिमराईहरू चाहिँ कस्तो भन्ने एउटा यो खालको हो क्या। बोकेर जानु परेको उयोतिर तिम्रो पिकअपहरूतिर क्या हट्टिन बोका मिसिनले काट्यो। मिसिनले काट्यो अरे साथीभाइ दाजुले भनेको चाहिँ सिमराई चाहिँ उलाला लोकेसन नै छ र दामी छ नि यहाँनिर। होइन आउनु पऱ्यो। तपाईँको सब्जी खोलाको बिचमा यो होमस्टे हो। हजुर यो पनि होमस्टे यहाँ पनि होमस्टे बस्नुको लागि एकदम राम्रो छ। पहिला त देखाइदिनु है। प्राकृतिक हावाहरू पनि छ होइन। हावापानी पनि सबै राम्रो छ है। यो चाहिँ ओपनिङ भएको छ नि है। यहाँनिर आउँदाखेरि चाहिँ अब म नै हल्का हेर्नुहोस् होला साह्रो दामी छ फ्रेस हावाहरू है। यहाँ हेर्नुहोस् होला माछाहरू पनि पाल्नुभएको रहेछ है। भित्र अलिक देख्दैन रहेछ साथीभाइ। यहाँ हेर्नुहोस् होला बाइकको हालत चाहिँ यस्तो भएर छ है। अस्ति धुनु पाएको छुइनँ अब कामले गर्दा। भनौँ भने भिडियो पनि राम्रोसँग बनाउनु पाएको छैन अहिले हो। हामी चाहिँ यहाँनिर होमस्टेमा आइरहेको छौँ स्मृति होमस्टेमा। यहाँनिर तपाईँको सबै कुरा राम्रै छ बस्नुको लागि पनि। स्किल आइरहेको छ भतिस हो। हजुर कस्तो हुन्छ मलाई चाहिँ वर्क मजै आइरहेको छ। अन्त यस्तो यसो यस्तो होइन यसो रिल्याक्स फिल गर्दैछु नि दाजु र म चाहिँ अब के भन्नु अरू त के भन्नु साथीभाइ। रिल्याक्स गर्दाखेरि म बोल्दिनँ नि त बोलाएको गर्छु नि। रिल्याक्स गर्नु लिएको भन्छ बोलाएको त गर्छ। योभन्दा त घरमै सुत्छस् एक्लै बसेको मजा आउँछ होला। अन्त हामी बसेको होमस्टे चाहिँ यहाँ हो है साथीभाइ। यहाँ पनि होमस्टे बनिँदैछ हो। खास चाहिँ हामी बसेको चाहिँ यहाँनिर हो ल स्मृति होमस्टे है। यतापट्टि फर्स्ट भयो उतापट्टि पनि छ। त्यो यो चाहिँ साई प्यालेसको चाहिँ यो चाहिँ ओपनिङ भएको छ न जस्तो लाग्छ मलाई। अन्त साथीभाइहरू यो चाहिँ तपाईँको ढाड गाउँ हो। ढाडको चाहिँ गाउँ अरे कम्परको चाहिँ गाउँ होइन अरे। तर यहाँ तपाईँले देख्नुहुँदैछ दुईवटा घर मात्रै। यो डाँडाको उतापट्टि चाहिँ तपाईँको पुरा बजारै जस्तो छ। घरहरू पुरा छ राम्रै छ दोकानहरू पनि छ हो।
यो चाहिँ तपाईँको रङ्गित मजा पर्छ रङ्गित मजाको बाटो। र साथीभाइहरू हामी चाहिँ मजुवा आइपुग्यौँ। मजुवा आएको यो पारी दिए गएर चाहिँ हाम्रो गाउँ, यो पारी दिए गएर तपाईँको रामतिर त्यहाँबाट उतापट्टि चाहिँ तपाईँको पाइबुङहरू हो। दार्जिलिङ पनि चाहिँ लेख्दैन सुन्दै मेरो चाहिँ ब्रान्ड बेडी मात्रै होइन हो, तितापाती पनि हो होइन भाइ। हजुर ठिक छ। यहाँनिर चाहिँ पहिला अब हामी भलिबलहरू खेल्थ्यौँ र अहिले चाहिँ तपाईँको बिल्डिङहरू बनेर ग्राउन्ड अब धेरै सानो रहेछ। पहिला चाहिँ हुन्थ्यो पुरा है? पहिला हुन्थ्यो, अब हामी खेल्थ्यौँ भत्तिस होइन, मजा आउँथ्यो त्यो दिनहरू चाहिँ। अब अहिले चाहिँ हुँदैन, अब अहिले आउँदैन हेरेर आउँथ्यो, घुमेर जान्थ्यो, म्याचहरू पनि खेल्थ्यौँ होइन, धेरै मजा आउँथ्यो। तर अब अहिले चाहिँ अब साथीमा आउँछौँ, साथीले चाहिँ चढेर आउँछौँ, तर त्यस्तो मजै छैन क्या अब त्यस्तो पहिलाको जस्तो। माने भजनबाट हेर्नु न पानी पो आउँछ आउँछ। यो त तपाईँको माने भ्यानु होइन, माने भ्यानु तपाईँको यता पर्छ हो, यतापट्टि पर्छ। यो तपाईँको चेकपोस्टहरू पर्छ माथि, एसबी बस्ने क्या चेकपोस्ट। हामी चाहिँ हेर्न सोला अब चाहिँ हामी यताबाट भएर जान्छौँ है, यो सिधै यो पारी यतापट्टि चाहिँ तपाईँको हिन्दू डाँडा पर्छ, उतापट्टिको चाहिँ हाम्रो गाउँ। अझै त्यहाँ 2-3वटा गाउँ देख्नु, घर देख्नु हुँदैछ होइन, त्यो घर पनि नभएको भए चाहिँ मेरो मात्रै घर भएको भए चाहिँ म पुरा खुसी हुन्थेँ किनभने मलाई एकान्तै मनपर्छ। एकान्त है, हाम्रो दाजु फेरि एकान्त प्रेमी अरे नि त। गरिदिनु पर्ने दाजुको डान्स हेरिहाल्नु छ तपाईँ? चान्स छैन हावा दामी नै चल्दैछ त्यो भयो। यस आमाम जङ्गली चिनी हुन्छ। अब बाटोमा भेटौँ। हजुर अब भतिसो चाहिँ यस्तो हो नि त, चस्मा लगाएर चाहिँ अब हिरै हुन्छु भन्छ हो, चस्मा लाउँदाखेरि कोही हिरो हुन्छ भन्नुहोस् त। म त भन्छु कि पारस कश्मीर जस्तो पो हुन्छ त, उज्यालोलाई नभेटेर अँध्यारोलाई रोजे चस्मा लाउने मान्छेहरूको लागि। साथीभाइहरू मायालाई पनि भेटेँ, अघिसम्म ढुकढुक हुँदै चाहिँ अहिले चाहिँ नर्मल भएको हो। नर्मल भएर चाहिँ अब हामी पेगिरो है भतिस। हजुर एउटा हामी चाहिँ निस्केको मजाबाट है। हजुर अब दामी मजा हुँदै अब दामी गाउँ हुँदै त्यहाँबाट भन्ज्याङ हुँदै माने भन्ज्याङ हुँदै त्यहाँबाट सुकियाबाट चाहिँ हामी ओह्रालो झर्ने हुन्छ। भेट्दै गरौँ हेर्न सोला नि त बाटो तपाईँले देख्छ तँलाई। यहाँबाट चाहिँ हामी उकालो जान्छौँ। अब माथि दिन चाहिँ पिस छ, हाम्रो सेम टाइपको है। हुन्छ त अब भेटौँ होला माथितिर। हामी चाहिँ अहिले फिलहाल माने भन्ज्याङ आइपुग्यौँ है, र पानी आउनु आँट्यो। साथीभाइहरू हामी माने भन्ज्याङ आइपुग्यौँ हो। यो चाहिँ तपाईँको ग्राउन्ड भतिस। हामी यहाँनिर चाहिँ पहिला प्रो क्याम्प बसेको थियौँ हो। यहाँ पहिलानिर नि क्याम्पहरू पनि म त खेल्थेँ नि त, अलिकति त्यहाँ फुटबलपट्टि धेरै इन्ट्रेस्टै थियो। तर के गर्नु स्कप त्यो टाइममा थिएन, त्यहाँनिर चाहिँ हामी यस्तो खेल्थ्यौँ। गाडी उसको बाइकको सस्ता ग्राउन्ड यस्तो छ माने भन्ज्याङको, आमा जुलुम छ नि। पहिला त अब तपाईँको यस्तो थिएन, अहिले तपाईँको जुलुम छ। फुटबल खेल्नु सेटिस मजा आउँछ। यहाँनिर तपाईँको म्याचहरू पनि दामी हुन्छ। अहिले तपाईँको प्लेयर्सहरू पनि राम्रो मात्रै आउँछ। यो चाहिँ तपाईँको माने भन्ज्याङ बजार यो माथिनिर हो। यहाँ हाम्रो साथी, हजुर साथीलाई भतिसले ब्याक गर्दै रहेछ, त्यसैबाट फेरि गाडी आइहालेछ नि त। त्यो त पानी आइगयो। हेलो साथीभाइहरू हामी चाहिँ माने भन्ज्याङ बजार आइपुग्यौँ र अब खाजा खानुको लागि रेस्टुरेन्टमा आइरहेको छौँ। अब दामी छुर्पी हेर्नुहोस् हो। छुर्पी चाहिँ तपाईँको A1 छ। छुर्पी कसरी छ दिदी? यो 250 एउटा लुङको। ए हजुर आमा हेर्नुहोस् साथीभाइहरू, छुर्पी चाहिँ तपाईँको A1 छ। दिदीको रेस्टुरेन्ट पनि तपाईँको जुलुमै छ। अब खाजा खानु लागि बसेको, मेनु एकपल्ट पल्टाउने हो। मेनुमा चाहिँ यस्तो रहेछ, भतिस के लिने हौ? एकछिनबाट हो सिधै त, एकछिनबाट है। रेस्टुरेन्टको नाम तपाईँले देख्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ अब चिन्नुहुन्छ तपाईँले होइन। ल माने भने हामी रेस्टुरेन्टमा आइपुग्यौँ। भतिस हाई हेलो भनिदेऊ न अन्त। पानी त जुलुमै दिए साथीभाइ। कसरी जाने हौ सिधै त घर? पानी